लाभान्वित शेयर सदस्यहरूको सफलताको कथा। नमस्कार, म अमृता पाण्डे, देउचिल नगरपालिका 11। मेरो फर्म छ कुखुरा पोल्ट्री फर्म, अमृता पोल्ट्री फर्मको नाममा दर्ता छ। मेरो बोइलर हो, देउचिल 11 मै छ, लिजमा लिएर गरेको हो। मैले व्यवसाय गर्न लागेको 7 वर्ष भइसक्यो। सुरुदेखि नै अब पहिला शुभकामना सेवा केन्द्र, त्यसपछि परोपकार, अहिले मध्य नेपाल हुँदै गर्दा उहाँहरूबाट कारोबार गरिरहेको अवस्था छ। लिएर सदुपयोग गरेको पनि छु। मैले आफ्नो जीविका गुजारा गरेको पनि छु। राम्रो भइरहेको छ। म विज्ञ पनि भइसकेँ त्यो अहिले कुखुराको विषयमा। कहीँ गएर डक्टर तरिकाले चिर्न सक्ने पनि भइसके। यो योगदान भनेको मध्य नेपाल सहकारी संस्था लिमिटेडले गर्दाखेरि हो। म सुरुमा 60,000बाट सुरु गरेको हो। मैले 60,000बाट लिएर त्यो तिरेर गर्दा अहिले लगभग 7 लाखको कारोबारमा म आइसकेँ। मेरो यो 7 वर्षको प्रगति भनौँ, मैले यहाँ नेपालमा बसेर मैले गरेको प्रगतिहरू यही हो। बोइलरबाट हुँदैन, व्यवसायबाट हुँदैन भन्नुहुन्छ सबैले भन्दा, मैले 7 वर्षदेखि नभएको भए किन गर्थेँ होला जस्तो लाग्छ म आफूलाई पनि है। उहाँहरूले पनि मलाई हेरेर सायद यही भन्नुहुन्छ, कसैले त यही भन्नुहुन्छ मलाई। मैले कुखुरा पालेर 1.5 महिना 45 दिनमा बेचेर मेरो सानो परिवार, 4 जनाको परिवार, छोरीलाई बिहा गरेर दिने कामहरू, ऋणधनहरू, आमा पाल्ने सबै व्यवसायहरू मैले राम्रोसँग चलाइराखेको छु। मेरो आम्दानी राम्रै छ। विदेशमा बसेर नि त्यही 40-50 हजार कमाउने हो। 40-50 हजार मैले 30-40 दिनमा मैले कमाएकै छु। मलाई राम्रो भइराखेकै छ। यो संस्थाले ऋण नदिएको भए मान्छेहरूसँग पैसा माग्नु पर्थ्यो, मिटर ब्याजका पनि हुन्थे, 2 रुपियाँका पनि हुन्थे। त्यही कारणले गर्दा म संस्थामा गएँ। मलाई संस्थामा यसरी लिनु न भनेर सिकाउनु भयो उहाँहरूले। लिएर म त्यो पैसा लिएर सदुपयोग ठाउँमा लगाएँ। त्यो पैसाले मलाई बेनिफिट दियो। मैले त्यो बेनिफिटबाट पनि किस्ता तिरेँ। म 7 वर्षदेखि यसरी नै चलिरहेको छु। अगाडि पनि अझै कति वर्ष चल्छु भन्ने मेरो आशा चाहिँ छ। मध्य नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले मलाई सहयोग पनि गर्नुभएको छ। यो नेपालमा बसेर व्यवसाय हुँदैन भनिरहनु गर्दा तर हुन्छ जस्तो लाग्छ। मैले 7 वर्ष भयो म आफैले भोगेका कुराहरू। मैले कुखुरा पाल्न तालिम पनि लिनु पर्दो रहेछ है। काम गरेपछि कुनै पनि चिजमा घुस्नुभन्दा पहिला त्यो तालिमहरू लिने, कसरी पाल्ने, कसरी चलाउने भन्ने तालिमहरू लिने गर्नु पर्दो रहेछ। जस्तो म कुखुरामा गएँ, लगभग मैले 8-10 वटा भन्दा धेरै नै तालिमहरू लिएँ। अहिले यही न्यु होपले पनि मैले राम्रो छोटो समयमा राम्रो कुखुरा पालेको र धेरै बेनिफिट गरेको भनेर मलाई न्यु होप भन्ने एउटा संस्था त्यो दानाको छ चितवनको, उहाँहरूले मलाई प्रोबेसन भनेर पैसा अनि सम्मान दिनुभएको छ उहाँहरूले। मेरो मेहनतको फल भनेको त्यही नै हो जस्तो लाग्छ मलाई चाहिँ। भन्छ नि नाता भनेको आत्माबाट आउने जस्तो लाग्यो कि मलाई चाहिँ होइन। अब म लघुवित्तमा छँदै छैन। म लघुवित्तमा पहिला आमा हुँदाखेरि हुनुहुन्थ्यो, म छँदै छैन लघुवित्तमा। सहकारीमा पनि म मात्र यति एउटामा हो। शुभकामनाबाट सुरु गरेको। अहिले मध्य नेपालसम्म पनि म उहाँहरूसँग कारोबार गर्नमा खुसी पनि छु, आत्मसन्तुष्टि पनि छु। अन्तभन्दा अहिलेसम्म अन्तबाट लिएर मैले व्यवसाय गरेर ऋण लिएर चलाएको छैन। अरू संस्था ऋण लिएको पनि छैन। म छँदै होइन संस्थामै। म मध्य नेपाल सहकारी संस्थामा मात्रै छु। त्यसभन्दा त यही राम्रै त रहेछ नि, गरे त छ नि। तर के गर्नु पर्यो भने यहाँबाट झिकेको पानी छ नि, त्यो कहाँ युज गर्ने हो भन्ने हुनु पर्यो। ऋण लिइसकेपछि त्यो ऋण लिएर त्यसले कमाएको पैसाहरू किस्ता राम्रोसँग समयमा तिर्यो भने त्यो अगाडि बढ्यो। ओहो व्यवसाय राम्रो रहेछ भन्नु पर्यो। ऋण लियो अनि त्यो पैसा एकातिर छिरल्यो भने त्यसलाई गाह्रो हुँदो रहेछ भनिकन मेरो अनुभव चाहिँ हो। किनकि एकजना अलि त्यस्तै अवस्थामा गाह्रो छिरल्नु भयो। उहाँले कमाउनु बेसरी कमाउनु भयो, छिरल्नु भयो अनि कुखुरा छोड्नु भएको। न त 2-3 जना अझै पनि पाल्दै हुनुहुन्छ मध्य नेपालबाटै ऋणी भएर। कोही शुभकामना सेवा केन्द्र, कोही परोपकारबाट, कोही दिव्यपुरी माथि देउचिलीबाट गरेर कुखुराबाटै मैले उहाँहरूलाई राय सल्लाह दिएको छु। धेरै धन्यवाद मध्य नेपाल सहकारी संस्था लिमिटेडलाई। धेरै आगामी पनि कति वर्षसम्म यसरी नै चल्न पाऊ भन्ने आशा राख्दछु।